गाइस हामी चाहिँ कहाँ जान लाग्यो कहाँ जान लाग्यो ए उसको त युट्युब च्यानलमा हालिदिन्छ यार यसले त ल बुने तिमी कहाँ जान लाग्यो जनता जान चाहन्छ कहाँ जान ला भन्न अलि स्लो छ के उसको दिमाग अलिकति स्लो छ उ हैन बोल्दिन अलि लजाउँछ बोल्न पनि है तिमी कहाँ जान लाग्यो पछाइबाट तिमी कहाँ जान लाग्यो भन त ल छोडिदिउँ बच्चाहरूलाई सोधेर काम छैन ल सर हजुर कहाँ जान लाग्नु भएको बोल सबै ननसल्यान्ट के सबै ननसल्यान्ट अब हामी सल्यान्ट मान्छेसँग बोल्छौँ होइन हजुर म्याम हजुर कहाँ जान लाग्नु भएको चस्मा दि ल चस्मा यो पछाडि चस्मा नदिकन नबोलिदिए सल्यान्ट मान्छेहरू चलान्ट एकछिन है कपाल अलिक भएन त अघि त ननसल्यान्ट पनि होइन मैले क्वेसन सोद्धाखेरि चुप ल्याएर बस्छ हजुर कहाँ जानु लाग्नु भएको म्याम म जाँदैछु मामा घर कसको मामा घर मेरो अनि यिनीहरूको भने चाहिँ को यिनीहरू यहाँ देखाएको छ यसको अनि यसको मेरो चाहिँ मामा रे होइन यसको नि हो अनि किन जान लाग्नु भएको उद्देश्य के हो तपाईँको मेरो उद्देश्य भनेको केही पनि छैन यतिकै गएको हो खाली बस्ने डुल्ने होइन त्यस्तो नि होइन त्यस्तो गर्दिनँ धेरै उनीलाई फोन टिभी र फोन भएपछि यति देखान यति सिट यतिमा बसेँ म आधी सिटमा बसेँ जस्तो घुसिरहेको त हात पनि ह्यान्ड फुकिरहेको यो सिट बेल्ट म चाहिँ मजाले बसेको राम्रो हेर्नु गाइस बाटो हामी हामी कतानिर आइपुग्यो भने हामी फुटुङ आइपिन लाग्यो फुटुङै हो कि क्या कटिसु भनेपछि हामी कहाँ आइपुग्यो त्यहीँ यहीँबाट चढेको थियो कि भाउजू र म एकचोटि यहाँ माथि यतातिरबाट हामी चढेको थियो होइन एकचोटि यहाँ त्यहाँ माथि नाग पोखरी हो होइन नाग यसको पोखरी हो हेर्नुहोस् मेरो आँखा यसको फोनबाट पनि राम्रै आउँदो रहेछ त है त्यही भएर चस्मा लगाएको कि मैले हल्का मेरो सुन्दरता देखेर सबै ढल्छन् होला ठिक क्यामेराको क्वालिटी यस्तो राम्रो रहेछ ठिकै टल्किने है किसिमै देखिएछ नि फोन राम्रो हो कि मान्छे मेरो यो पिम्पल अझै बढ्छ कि अब त्यसले गर्दा मान्छे राम्रो हो मान्छे राम्रो नि फोन त कहाँ राम्रो हुन्छ फोन लिने मान्छेहरू देखाउने कसको फोन सरको फोन हो कि कालो मान्छेलाई कालै देखाउँछ कि फोनमा सरको फोन हो यो म त गोरै देखिरहेको है फोनमा अनि उहाँले अफिसबाट बिदाई लिएर आउनु भएको छ कस्तो वाला बिदाई दसैँ तिहारको बिदाको मेरो त आवाज नि सुने छैन होला त्यही पनि छैन कस्तो राम्रो ठाउँ यार यतापट्टि आउनुपर्छ ल हिँड्दै आउने कि हिँड्दै आउने यहाँसम्म हिँड्न सक्थेँ ल सक्दिनँ म नर्थ भ्यालीको मान्छेसँग चाहिँ गएको छु अनि त्यो उबाट मनोमाइजबाट आयो भने यति त होला नि त्यस्तो धेरै छैन त्यो मनोमाइजबाट आयो भने चाहिँ हामी एक दिन हेर मलाई एकदम ठाउँै दिएका छैनन् यति धेरै मान्छे बसिरहेको छ एउटा छ एउटा थियो अर्को छुचुम्रो छ अर्को के भन्नु छ अनि अझ एउटा चाहिँ लाइक अननोन छ होइन अनि सबजना मिलेर अनि मलाई एकदम पेरिरहेको छ होइन दुईजना अलिक मोटो मान्छे छ किन हो यस्तो विधि हेरिदिने यार हाम्रो गनगन सुनेर हेर न बोल्नु किन सुने त कान थुन्नु नि त के थाहा अनि यस्तै हो मलाई लास्टै गाह्रो भइरहेको छ गाइस होइन हाम्रो यस्तो गनगन सुनेर चाहिँ कोही कोहीलाई टाउको दुखेर होइन यस्तो मान्छेले हामीलाई हामी यस्तो मान्छेहरूलाई बाल्दै दिँदैनौँ कि भनिरहन्छ तर हामी बोल्न चाहिँ कहिल्यै छोड्दैनौँ है किनकि हामी के हो अरे नन्छ यसको टाउको त मेरै पछाडि आइसक्यो मलाई सिट हेर्दा कति छ हेर्नु गाइस त्यो सिट आधीको नि आधी पनि यसलाई देखाएन नि बिचरा हेर्नु रुन आँटिसक्यो आँसु मात्र झर्न बाँकी छ उसको
चाहिँ ननचलान्ट त यो हो कि यो हो अघि त्यत्रो होइन त्यो सोध्ने बेला चाहिँ चुप बोलाएर गरेर हाँसेर बस्यो अनि अहिले चाहिँ तन्की हेरिदिइराख्यो यहाँ छ यो अरू पनि छ ओ ननचलान्ट हो यो त ननचलान्ट होइन कि यो सलान्ट हो होइन एक्स्ट्रोभर्ट हो तर अहिले अलिकति नाटक गरेर राखेँ कि हेर्न त्यस्तो गर्ने नगर्न अनि यतिकै राखिन्छस् भने यस्तै हुन्छन् के बुढाहरू काम नपाएका राखायो अनि म पिटाइदिन्छु हामी चाहिँ यतिकै केही भनेको छैन यतिकै कपाल तानेर राख अहिले म पिटिदिन्छु त्यही भएर ननचलान्ट के हो पनि थाहा छैन होला उसलाई बिचरा फेरि ब्याट गरेर कस्तो मलाई त थाहा नि भएन यति पनि म त सिटमा नै छ मेरो फोनबाट भ्लग हान्ने कि के हो तर मेरो फोनमा चार्ज छैन